नमस्कार, म प्रतिभा मुक्तान। मेरो घर चाहिँ सर्लाही अनि म चाहिँ टाकायासुको बिरामी हो। र यो टाकायासुको बिरामी भनेर चाहिँ मलाई पहिला थाहा थिएन। अनि मलाई एकदम टाउको दुख्ने, एकदम प्रेसर बढ्ने भएर चाहिँ म यहाँ काठमाडौँ चेकअपको लागि आएँ। अनि त्यसपछि अब विभिन्न अस्पतालहरूमा पनि गएँ, तर मेरो रोग चाहिँ अब पत्ता लागेन। अनि पछि म फेरि गङ्गालाल गएँ। गङ्गालाल गएर त्यहाँनिर सिटी स्क्यान गरिसकेपछि चाहिँ अब त्यहाँको मुटुको डक्टरले चाहिँ मलाई अब यहाँ हुँदैन, अब तपाईँ डक्टर विनितबाट जानुहोस् भनेर त्यहाँबाट चाहिँ यता रिफर गरिदिनु भयो। अनि म यहाँ आएँ। अनि यहाँनिर आइसकेपछि चेकअप गरेँ। अनि मेरो रोग पत्ता लाग्यो, अब टाकायासु भनेर। अनि अब उहाँहरूले मलाई औषधिदेखि नै अब अगाडि सुरु गर्नुभयो, औषधिदेखि नै सुरु गर्नुभयो। अब अनि औषधि खाएँ। लगभग औषधि खाएको मैले आजसम्म 7-8 वर्ष भइसक्यो। अनि 7-8 वर्षको क्रममा चाहिँ मेरो अब फेरि म म्यारिड, अनि त्यही भएर अब बेबी पनि बनाउनु पर्छ भन्ने हिसाबले अब डक्टरलाई मैले कन्सल्ट गरेँ। अनि उहाँले हुन्छ भन्नुभयो। अनि मैले अरू ठाउँमा पनि मैले त्यो देखाएको थिएँ मेरो यस्तो प्रेसरहरूको। अब डक्टरहरूले चाहिँ सम्भव छैन, अब तपाईँको रिस्क छ, हुँदैन यताउता भन्नुभयो। तर अब डक्टर विनितले चाहिँ मलाई तपाईँको हुन्छ, हामी नै अब रिस्क लिएर भए पनि जसरी भए पनि तपाईँको हुन्छ, नआत्तिनुहोस् तपाईँ भन्नुभयो। अनि त्यसपछि हामीले पनि उहाँलाई विश्वास गरेर चाहिँ यहाँनिर उहाँकै जिम्मामा सबै भयो। अनि उहाँले नै हामीलाई उता अब बच्चाको डक्टरबाट गाइनोलोजिस्टबाट पठाउनु भयो। त्यहाँ गएर अब सबै उता मेरो सबै चेकअप गरेर एकदम नर्मल आइसकेपछि चाहिँ अब यहाँबाट पनि मैले दबाईहरू चाहिँ फेरि कन्टिन्यू खान थालेँ, अर्को दबाई पनि। अनि त्यसपछि चाहिँ मेरो बेबी चाहिँ बस्यो। अनि बेबी बसेर पनि अब जस डक्टरकै निगरानीमा चाहिँ बस्नुपर्ने रहेछ। अनि अब 2 महिना 3 महिनामा चेकअप गरिरहने, अनि औषधि पनि नियमित खाइरहनु पर्ने। अनि त्यही भएर चाहिँ मेरो बेबी पनि भयो। अहिले मेरो बेबी चाहिँ 19 महिना भयो। र अब म उहाँप्रति अब यो क्लिनिक प्रति चाहिँ एकदम थ्याङ्कफुल छु। अब मेरो अब बेबी हुँदैन भन्नुहुन्थ्यो कतिजनाले, अनि अब बेबी पनि भयो, एकदम अब खुसी छु। अब त्यही हो। थ्याङ्क यू।